बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि। नमस्कार। कवि मौन व्रतको एउटा मिठो कविता केटाकेटीलाई बुद्ध बन्न वृद्ध मान्छे देखिरहनु पर्दैन लिएर उपस्थित भएको छु। स्वीकार्नुहोस्। केटाकेटीलाई संवेदनाङ्गमा अतीतको काँडाले घोच्दैन। केटाकेटीलाई टाउकोमा वर्तमानको बोझले थिच्दैन। केटाकेटीलाई संवेदनाङ्गमा अतीतको काँडाले घोच्दैन। केटाकेटीलाई टाउकोमा वर्तमानको बोझले थिच्दैन। केटाकेटीसँग त एउटै भाँडो हुन्छ पेटको, केटाकेटीसँग भविष्यको अतिरिक्त भाँडो हुँदैन। केटाकेटीसँग एउटै भाँडो हुन्छ पेटको, केटाकेटीसँग भविष्यको अतिरिक्त भाँडो हुँदैन। केटाकेटीलाई टाढाको आकाशले बोलाउँदैन। केटाकेटीलाई टाढाको आकाशले बोलाउँदैन। केटाकेटीलाई त केवल एउटै भोग लाग्छ र केटाकेटीलाई जे भेट्यो जो भेट्यो त्यहीसँग खेल्न पाए पुग्छ। केटाकेटीलाई कुनै विशेष व्यक्तिप्रति आसक्ति हुँदैन। त्यसरी केटाकेटीलाई मानिसलाई खेलाउने कामुक रहर पनि हुँदैन। केटाकेटीलाई स्वर्ग छ भन्ने थाहा हुँदैन। केटाकेटीलाई स्वर्ग छ भन्ने थाहा हुँदैन। केटाकेटीलाई अनेक थरी सुख हुन्छन् भन्ने पनि थाहा हुँदैन। केटाकेटीलाई अनेक थरी सुख हुन्छन् भन्ने पनि थाहा हुँदैन। केटाकेटीहरू आदि बुद्ध हुन्। केटाकेटीहरू आदि बुद्ध हुन्। केटाकेटीलाई बुद्ध बन्न घरबार त्याग्नै पर्दैन। केटाकेटीलाई बुद्ध बन्न वृद्ध मान्छे देखिरहनु पर्दैन। हजुर, केटाकेटीलाई बुद्ध बन्न वृद्ध मान्छे देखिरहनु पर्दैन।